हेलो एभ्रिवान सेवारो सबैजना साथीहरूलाई वेलकम ब्याक टु माई च्यानल बिमला लिम्बू ब्लगमा साथीहरू हामी चाहिँ यहाँ लोकन्ती गएको थियौँ हैन लोकन्ती गएर चाहिँ लोकन्तीहरूलाई चाहिँ के गर्नुपर्छ हैन भनेर चाहिँ यहाँनेर हाम्रो आदाङ भाइहरूले चाहिँ हामीलाई यहाँनेर बिदाई गर्दै हुनुहुन्छ बिदाई दिँदा चाहिँ के दिनुहुन्छ र के गर्नु पर्छ भन्ने कुराहरू चाहिँ मैले यो भिडियोमा राखेको छु साथीहरू लास्टैसम्म हेरेर साथ सपोर्ट दिनु होला लाइक कमेन्ट गरिदिनु होला साथीहरू यो चाहिँ लिम्बू कल्चरको लागि है लिम्बू कल्चरमा चाहिँ लोकन्ती 100 वर्षभन्दा emberi दुखी जामा पर्दैन र सबै आनके लांगाङमा दोस्दैन काङमा दोस्दैन आनके बिन्ती वारो लो म इच्छामे लक्ष्य म अब याक्टुङमा मे छामा मेतो में लोकन्ती पुराउने है इन्शाल्लाह साथीहरू यहाँ बिदाई कार्यक्रममा चाहिँ यस्तो पनि दिनुहुन्छ साथीहरू सुन्नु लो इच्छामा अरु क्यामेरावाला यता खिचौँ यता अगाडिबाट खिचिदिनु भाइ ए भाइहरू त आउनु न लोकन्तीहरू कता हरायो कि langkitang project है bangke panglisan muthamba kesan agre dimna agre bakapel gongdo oh siapa sini sini सम्मानो चिकन पूर्वी अनि झोली त पुरायो के खर आयो भन्दाखेरि यो ग्यासलाम भन्छ है यो चाहिँ है यो हामी सुनको लकेट त महँगो छ नि अहिले सकिन्छ किन्न यस्तो माया गरेर लगाइदिएको सोल्टीलाई के झोली हामीसँग छ भने यो प्रमाण है यो काटेन्ज है यो एउटा प्रमाण है आदर्श है अनि यो चाहिँ अब हिजो तपाईँ हामी तपाईँहरू आउनुभयो खाङमाङ सङमाङ लाङा खेका लाङा तोक्टन सुक्टी चामल खाँदा तरे भएर छा भएर लम्फेवा चाहिँ बना पिया जब मैं अंगे थोके देश के ना दाना पा जो गाबरा लगते बचुंगे एमदा दाना बा दूर को मैं बंद वाला गुल्ही से ना बंदा जो मुझे सु आपकी जो गाता मुझे सबै जोडिरो एमबिआर सारेको जो मना पर्ने थियो आगे जो के देशम एमबिआर तो के गर्नु पर्ने थियो नि अनि के एमबिआर के नु बारो ए ल ल लांगाङमा दोस्दैन काङमा दोस्दैन एमबिआर आके रामरी के लो नहीं इते के लो बात हो या तू के लो नामला बासे मेलो 100 वर्षभन्दा आइता आसेको रानी को हालके सेकेन्ड डक्टर नि एमबिआर दुखी जामा पर्दैन र सबै आनके लांगाङमा दोस्दैन काङमा दोस्दैन आनके बिन्ती वारो लो म इच्छामे लक्ष्य म अब याक्टुङमा मे छामा मेतो में लोकन्ती पुराउने है अनि 30 जना हामीले लोकन्ती हामीले लाङहाङ मल्लम सिधा भन्दा लक्ष्य yang dik-dik dan silap yang dik-dik बगना लो मैती राजा रो मैती राजा चाहिँ डेली शाम र दिनमा फर्ममा खुक्का फक्के लाङा दुर्बे मेजो मल्लम तिम्रो फर्मनाङ हो छ बासे गरममा भतिर छ तिम्रो दोनला Atlético कोनी सेन्टिको न बक्किया तर गर्न पो सके मैती राजा ini fokus mereka
Berendesa Foxlis. Lo Maitri Raja गल्ल ल Maitri Raja है गर्नु छुट्टै है Maitri Rajaहरुले ह्यापी खुसी हुनुहुन्छ भन्नु न सोध्नु न ल गर्नु Maitri Raja रे है Maitri जेली ala थो अति बांगे गम्मु थानमा लांथे मेम्बर सुति कमरा थो तेर थुम्नु ओ तेर थुम्नु नम्बर होला जल तापले जुम गरेर तापले तेर थुम्नु तापले जुम गरेर बान्डो आफै हेलो थो थो भेट आजले बन्दी भे एक नाम भे ग्राफ सुमले गन्दा मेजु सागो सकमा बुले सकमा बुले जेनास छामसेल Maitri Raja लो आदङ बसे कमरा सुन्दै छ खेसन है एमबिआरको चोकमा भन्दैन थियो नि चाहिँ इच्छा बासे दिमाकिन के बक्स बाङ ए दामी पर्दैन थियो करके दम के बन्दुक सारे याली नोमेन भन्नु याली नो अन्तिममा कुरा नि है छामसे एउटा नि एउटा अन्तिम कुरा अब हिजो क्या फुलमुलमा कता अब के कमी कमजोरी भए पनि है रिसानीमा जम्मा यसैमा चिज बुझाउने यसैमा जम्मा अरे यो बहिनी अलि रिसेको छ होला के जान्नुमा के जान्नु इच्छामा मुन्ना बहिनीले घुम्रन त्यस्तोमा बाबा बात्री आङले त्यही त हो त्यो चाहिँ अलिक भएन ल नसरु बाके लइ कोही ऐसे जिंदगी को हो दस्किना सिखारा में दे मैं हमारे बच्चों को भी हो सकता तेरी बांगर लाती राती आफैमा लागु बारी को नाचका दिन हैन कहि मुगे निदा पाइला मुगे सिक्किम सिमेन्ट लोकले जाति बेबी मलकन जी गोबी लोकन जाति बेसवी हेलो बामा भयो थियौँ बामा काशीले मन्थे हालमा आदङ बसे सेवा के जा भुइसोरी सगी बुङेलिङमा सुक्दैन तेमा मेन त फेम इंखङ उबे इंखङ तेरुम अल्लो ल ये यता त मेरै माथिल्लो घरको थियो हिजो मात्रै मतलब छक्क पऱ्यो Maitri आएर गङ्गो हुन्छ भक्कुल हुन्छ हुन्छ कान्दै मेन्दै मल्ल मिङ मसिदा छाला दि बिल सदमसँग भक्कुल त्यसको जेला चाहिँ यहाँ छ है माइती राजाहरूको आमामा कत्रो छ यो त के सिङ्गापुर तुनेले सल्दिनु लगा बखमरम सुतले ल ल ल ल अब यो के अब भते बेलका खाममा गयो नसम्मा गयो फेरि खस्नु यो माइतीले दिनु त ल माइतीको लागि माइतीको चेलीको लागि चेलीको है साथीहरू ल गोर्खा स्ट्रङ गार्डन आमा सिँगै खसी तिनटा पो यो चेलीहरूको लागि यो चाहिँ भ्यास रङ है त्यो ग्यास रङ एउटा है गाईको सुनिता यो लकन्दीले दिमुख पर्दाको दिमुख पर्दाको यो लङ्घे है दाना बानी दिनु भन्नुभयो दाना बानी दिएर यस्तो भयो कालो भयो दाना बानी दिएर त माला लगाइदिने आफै लाएर कता गयो कहाँ गयो त्यो सुनको लकेट लाएर भाग्नु भयो हाम्रो यो सानो भाइ
ल साथीहरू अब रीतिरिवाज पनि सकियो लगभग। अब हामी चाहिँ घर फर्किन लागेको साथीहरू। यहाँ म चाहिँ सोल्टी भाइहरूसँग अलिकति गफ गर्दै जिस्किँदै बसिरहेको छु साथीहरू। ल है आजलाई चाहिँ तर मेरो भिडियो यति नै। बाई बाई, सी यू सबैजना साथीहरूलाई। थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू सो मच है साथीहरू।